तीहरू आज पनि पहिले जस्तै निरन्तर रेगुलर 3 जस्तै मैले चाहिँ आज पालक आलु बनाउनेको सोचिराखेको छु र बनाइसकेको पनि छु। जो आलु पालक बनाउनको लागि तपाईले पहिला बारीक गरेर प्याज, लसुन, अदरक अनि टमेटो बारीक चप गर्न पनि सक्नुहुन्छ। त्यसलाई चाहिँ ग्रेभी गरेर तपाई बनाउन सक्नुहुन्छ। त्यसै गरेर चाहिँ पहिला चाहिँ हजुरको ग्रेभीलाई मस्त पकाउनु पर्छ। पहिला जिराको तड्का दिएर प्याज, टमेटो, अदरक, लसुन यो सबैलाई ग्रेभी राम्रोसँग ब्राउन हुने गरेर टमेटोलाई प्युरी गरेको त्यसमा हालेर तपाईहरु चाहिँ ग्रेभी बनाउन सक्नुहुन्छ। यसमा चाहिँ पिरो तपाईहरुलाई खाने मन छ भने हरियो खुर्सानी पनि राख्न सक्नुहुन्छ। त्यसैगरी मैले यो आलु पालक बनाउन गइरहेको छु। आलु पालक यहाँ मैले पालकलाई बोइल गरेर यसको चाहिँ मिक्सर ग्राइन्ड गरेर यसको चाहिँ राम्रो ग्रेभी बनाइसकेको छु। यहाँ चाहिँ मैले आलुलाई काटेर त्यसलाई कुकरमा मैले बोइल गरिसकेको छु। तपाईहरुले चाहिँ आलुलाई कसरी पनि राख्न सक्नुहुन्छ। सिधै डाइरेक्ट पनि पालकसँग बनाउन पनि सक्नुहुन्छ, फ्राई गरेर पनि हाल्न सक्नुहुन्छ है, फ्राई गरेर मिक्स गर्न सक्नुहुन्छ। हरेक तरहले तपाई आलु यसमा पकाउन सक्नुहुन्छ। मैले आज छिटोको लागि यसलाई कुकरमा बोइल गरेर एक सिटी दिएर पकाइसकेको छु। अब यसलाई म पालकसँग मिक्स गर्दै छु। साथीहरु देख्न सक्नुहुन्छ। अब म तपाईहरुको सामने यो आलुलाई बोइल गरेको आलुलाई पालकमा मिक्स गरे। अब यसलाई मिनिमम पनि 3-4 मिनेट म राम्रोसँग बोइल हुन दिन्छु। किनभने यो पालक आलु दुवै पाकिसकेको छ। यसलाई अब चाहिँ म मात्र बोइल आउन दिँदैछु। यो अब राम्रोसँग बोइल आयो भनेपछि यो पालक आलुको सब्जी तयार हुनेछ। मैंने अभी आलू पालक का सब्जी बना चुका हूँ। इसमें मैं अभी जीरा और लहसुन का तड़का देने जा रहा हूँ। आप लोग भी लहसुन का तड़का खाने को पसंद करते हैं तो आप लोग भी इसको तड़का दे सकते हैं। मैं इसको तड़का देने जा रहा हूँ। देख सकते हैं अभी मैं इसमें जीरा डाला, इसके बाद मैंने लहसुन डाला बारीक चॉपिंग कटा हुआ। इसको अभी मैं आलू पालक को तड़का देने जा रहा हूँ। ये तड़का देंगे तो बहुत मस्त लगता है खाने को। आप लोग भी ऐसा करके इसके तड़का दे सकते हैं। साथीहरु अब मैले यो आलू पालकमा जीरा र लसुनको तड़का दिन जाँदैछु। तड़का दिनुभयो भने यसको टेस्ट और यसको चाहिँ स्वाद एकदमै बेग्लै राम्रो मिठो आउने गर्छ। त्यही भएर तपाईहरु पनि यसरी तड़का दिएर खानु होला। तड़का अब ब्राउन भइसकेको छ। यसमा थोड़ा सा म किचन किङ मसला एड गरे। यसरी यसलाई एड गर्नुपर्छ। फाइनली अब तड़का रेडी भइसकेको छ। यसलाई म अब आलु पालकमा यसरी तड़का दिन गए। यसरी तड़का दिनुभयो भने चाहिँ आलु पालकको सब्जी एकदमै स्वादिलो टेस्टीदार हुने गर्छ। तपाईहरु पनि यसै गरी घरमा बनाएर खानु होला। ओके, बाइ बाइ।